हजारौं समर्थक सहित बालेन नेपालगञ्जमा। अब की बार बालेन सरकार नाराले सिङ्गो सहर तातियो। नेपालगञ्ज काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन शाहको नेपालगञ्ज आगमनले सहरको राजनीतिक तापक्रम एकाएक चुलिएको छ। हजारौं समर्थकको ऐतिहासिक उपस्थितिले नेपालगञ्जका सडक, चोक र सार्वजनिक स्थलहरू नाराबाजीले गुन्जायमान बने। अब की बार बालेन सरकार, देश बदल्ने नेतृत्व बालेन जस्ता नाराले माहौल झन उचालिएको थियो। युवाहरूको उल्लेखनीय सहभागितासँगै आम नागरिकको उत्साहले बालेन प्रतिको जनसमर्थन स्पष्ट सङ्केत गरेको छ। बालेनलाई नजिकबाट हेर्न र सुनाउन समर्थकहरूको ठूलो भिड उम्रिँदा सुरक्षालाई मध्यनजर गर्दै प्रहरी प्रशासनले कडा सुरक्षा व्यवस्था मिलाएको थियो। नेपालगञ्जमा देखिएको यो दृश्यलाई धेरैले परिवर्तनको चाहना र वैकल्पिक राजनीतिक नेतृत्वप्रति जनआकाङ्क्षाको प्रतिबिम्बका रूपमा हेरेका छन्। बालेनको यो उपस्थितिले आगामी राष्ट्रिय राजनीतिमा थप हलचल ल्याउने सङ्केत दिएको छ।